bus park. अब हाम्रो चाहिँ 6 बजेको बस छ. We are going to North ABC. Guys, हामीहरू चाहिँ बस पार्कमा छ. मैले बसभित्र लास्टै गर्नु छ गाइस. के कस्तो गर्मी भएर अनि बस चाहिँ राम्रै रहेछ. पुरै सोफावाला आजभोलि नयाँ चलेको. हामी चाहिँ यति मात्रै छौँ कि पछि हुन्छ होला. अनि we are quite excited for tomorrow. कपाल बाँध्दैछौँ हामी सो द्याट यो कपाल चाहिँ ड्यामेज नहोस् भनेर. हामी अहिलेसम्म बस्नेछौँ कि मेरो त कपाल पनि छैन. कति ड्यामेज अब सायद कति हुन्छ. अब हामी स्ट्रबेरी खान्छौँ. It's been an hour है. हामी अहिलेसम्म बस पाएको बाहिर छौँ. यसलाई नगई के अरे उसको करणको मासुको क्रेभिङ भइसक्यो गाइस. खाली खायो. दुईजना खाएर गुड मर्निङ. दिस इज द नेक्स्ट डे होइन. हामी चाहिँ पुग्न लाग्यौँ अब जहाँबाट हामी चाहिँ घुमखोला जानुपर्ने हो. हामी चाहिँ अहिले कहाँबाट भने पोखरी बगर भन्छ. पोखरी बगर ढुङ्गा ए गाउँनी कति देखेको देख्दैन. गाइस अब यहाँबाट चाहिँ गाडी नजाँदो रहेछ बिकज रोड चाहिँ बनिरहेको रहेछ होइन. अनि हामी चाहिँ अब हिँड्दै गइरहेछ. अनि 10-9 बजे के अरे अब आधी घन्टामा हामी कहाँ पुग्छौँ रे हुमखोला पुग्छौँ. त्यहाँ चाहिँ हामी ब्रेकफास्ट गरेर अनि त्यहाँबाट हाम्रो ट्रेक सुरु भइसक्यो. त्यहाँ चाहिँ ब्रेकफास्ट गर्छौँ अनि सादी खर्क पुगेर हामी लन्च गर्छौँ. अनि गुफा फाट पुगेर हामी सुत्छौँ. यही हो आजको रुटिन. सो लेट्स गो. म चाहिँ हिजो आउने बेला चाहिँ दिपाको बोतल लिएर आएको. दिपाले चाहिँ मलाई नहराएछ भनेको. अहिले फर्स्ट दिनमै हराएछ. अहिले हरायो कि अघिसम्म हातमै थियो. अहिले सरी. ड्याम पुगेँ मैले बल्ल. कस्तो यो के ड्याम कि हुमखोला. हुमखोला चुप अरे अघि नाम पनि अघि हुमखोला हो. र मुख धुने ठाउँ हो यो चाहिँ. खाना खान्छौँ एकछिनमा. हामी एकछिनमा खाना खान्छौँ भने. फाइनली अब दिस इज आवर फुड फर टुडे. यो चाहिँ मलाई मन पर्दैन ल बहिनी. सो गाइस अब बल्ल हामीले खाना खाइसक्यौँ. नाउ वी आर स्टार्टिङ आवर ट्रेक. हामी यहाँ पुग्यौँ बल्ल. वेलकम टु अन्नपूर्ण बेस क्याम्प. The trail is so pretty here, guys. Welcome to the heaven. Guys, update. हाम्रो अर्को पानीको बोतल पनि छुट्यो के. What is this के एउटा चाहिँ तल तातो पानीमा छुट्यो एउटा चाहिँ हुमखोलामा छुट्यो कि. She is calling now some of them. हामी अहिले यहाँ पुग्यौँ.
काइन्ड अफ कस्तो राम्रो छ यहाँ चाहिँ नाइस त नाइस Finally, we are at Futfute. हामी चाहिँ यहाँ तल फुटफुटे झर्नाबाट माथि आएर यहाँ पुग्यौँ मौसम बिग्रिँदै गइरहेको छ पुरै यस्तो भइरहेको मौसम चाहिँ यस्तो भएछ पानी पर्ला पर्ला जस्तो छ अनि यो पुन्टु पनि हामीसँग छ आइ हेलो आइज आइज छिटो भन्दा भन्दै पानी पर्यो आज हामी कहाँ पुग्छौँ बल्ल 2 बज्यो लेट्स होप हाई गाइस हाम्रो हालत चाहिँ यस्तो छ अहिले हामी सादी खड्काबाट हिँड्यौँ अनि पानी परेर यहाँ हो पानी पर्दैछ त्यो चाहिँ खोला त्यो चाहिँ के अरे सादी खड्का अब यहाँबाट हामी भुस्केट मेला गइरहेछौँ पानी पर्यो हाई गाइस यो चाहिँ गुफा पाटो हो यहाँ कति धेरै झर्नाहरू छ पुरै अनि यहाँबाट चाहिँ हामी अब भुस्केट मेला जान्छौँ त्यही बस्छौँ आज चाहिँ and this is me and our friends यो चाहिँ स्काइप के भनौँ स्काइप के वाउ हाई गाइस यता त वेदर बिग्रेर यस्तो भएछ खोलै खोलाको किनार यहाँ 4 बजिरहेको छ तर वेदर चाहिँ यस्तो छ कि मलाई हेर्नुहुन्छ तपाईँहरूले हेर्नुहोस् म यता छु लुकिङ लाइक होमलेस पर्सन यस्तो भइसक्यो क्या वेदर पुरै हाई गाइस बल्ल तल्ल गयो काय भुस्केट मेला पुग्यौँ यो होइन माई गुडनेस यस्तो थकाइ लागिसक्यो यस्तो थकाइ लागिसक्यो म त सक्दैन मैले पुरै गिभ अप गरिसकेँ कि आफ्नो फेस माई सोल्डर आर पेनिङ लाइक वेल अब चाहिँ मजाले सुत्छु कि आई क्यानट मुभ 500 मिटर पनि टु मच के टु मच मलाई टु मच नै भइसक्यो वेदर नि यस्तो छ पहिला तल पुग्यौँ गाइस भुस्केट मेला वेट गर्नु न एकछिन बेनी हेर्यो नि त धेरै बेनीमा चिया खाइरहेको एटिएम कार्डको फेरि एटिएम गाइस यो चाहिँ हाम्रो टेन्ट हो हामी यहाँ चाहिँ सुत्दैछौँ होइन यहाँ चाहिँ हाम्रो आन्टी हुनुहुन्छ यति चिसो लुगा चेन्ज गर्छौँ ए अँ माथि स्नोफल भइरहेछ है माथि पुरै स्नोफल भएर हो गाइस हामी चाहिँ टेन्टभित्र छौँ यो चाहिँ हाम्रो टेन्ट हो यहाँ आज रातिको लागि वी आर गोइङ टु स्लिप हियर खाना खाइसक्यौँ खाना खाएको भ्लग चाहिँ गर्न पाएन सरी त्यसको लागि फोन चार्जमा थियो अब गुड नाइट गाइस गुड नाइट अनुहार हेर्नु न गाइस गुड मर्निङ यु क्यान सी बिहाइन्ड मी ओ माई गुडनेस वेट Hey everyone, I'm heading towards the base camp right now. I know you're saying we're outfit to It's I don't know how am I looking. I'm looking like this.
आजी पछाडि हुनुहुन्छ सबैजना गइसके हामी एकदमै नजिक नजिक पुग्दैछौँ हो यो चाहिँ कस्तो फ्रेस स्नोफल भएको रहेछ हिजो त्यसमा पुरा हामी पुग्दैछौँ नजिक नजिक हामी चाहिँ 2.5 hours हिँडेर बल्ल तल्ल ताल देखिरहेको छ यहाँनिर ताल दिस इज बेस क्याम्प एन्ड दिस इज द ताल पञ्चकुण्ड ताल सो लेट्स गो वाउ म त कस्तो थाकिसकेँ भेरी भेरी बिजी हेयर पछाडि हाम्रो एकजना साथी हुनुहुन्छ अगाडि गइसक्नु हो यहाँ त टेन्टहरू पनि रहेछ कि बस्नुको लागि तर वी आर नट गोइङ टु यहाँ बस्नु Oh my goodness! Nice. So guys, हामी यहाँ छौँ हाम्रो साथीहरूसँग हाम्रो अर्को साथी हाम्रो बाटोमा भेटेको साथीहरू उहाँले नि भ्लग गरिराख्नु भएको छ अहिले हाई हामी चाहिँ अब बेस क्याम्प पुग्नु आँटे आधा घन्टा भनेर साढे घन्टा भइसक्यो है This is Sorrow. Oh, nah. Oh, so pretty. Just look behind me. My goodness. So dislocated. I say, oh yeah. Look at the back. Finally, we are at Annapurna First Base Camp, and यहाँ चाहिँ यस्तो pretty ground रहेछ के टेन्ट छ नि उता टेन्ट रहेछ उताबाट उता हेर्नु न अनि यहाँ the mountains. So I believe this is the best camp, Ali. Nice one. Welcome! Welcome! Hi guys, हामी base camp भनेर आयौँ base camp भन्दामा this is very disappointing to see. छैन र डिसअपोइन्ट किन हाँसेको अनि यहाँ स्नो नै छैन माथि योभन्दा माथि चाहिँ जान सक्ने हाम्रो क्षमता छैन मान्छे मरेर हामीलाई नजानु भनेको अरे क्षमता त छ अफकोर्स त फोटोसुट गर्नुहुन्छ तर हिउँ नै छैन कि यो त यो पानी पनि पर्न लाग्यो कि गाइस स्नोफल स्टार्ट भयो कि यु वोन्ट बिलिभ स्नोफल भइरहेछ कि यहाँ चाहिँ एकछिनमा हुन्छ मेरो यहाँ वाउ अघि यहाँ चाहिँ फेरि स्नोफल भयो कि यहाँ चाहिँ यस्तो तर क्यामेरामा चाहिँ देखिरहेको छैन गाइजहरू आइएम सरी फर दिस ए फेरि Can you see the snowfall, guys? If yes, comment yes. If no, say no. And then yes, snow.
कस्तो मजाको भइरहेछ कि यता आऊ यता आऊ यता छ स्नो स्नो आयो गाइस हामी चाहिँ फर्किरहेछ मेरो हालत कस्तो भइसक्यो यस्तो पानी परेर हात चिसो भएर हाई गाइस हामी चाहिँ यहाँनिर पुगिसक्यौँ अब हामीहरू यहाँ तास खेल्दैछौँ साई भन्न सक्दैन अनिल शाह अनि सा मेरो नामलाई भन्नुहोस् त ल भन्नु त भन्नु मलाई थाहा थियो कि पाण्डे चाहिँ सम्झिनु भएको तपाईँले नाम त सम्झिनु मैले भने फेरि सम्झिनु भन्न यसमा हालेर के खाने दिस इज आवर लन्च एग्सहरू पनि छ हाई गाइस म चाहिँ अहिले हुमखोला रिटर्न भइरहेको छु अन्त वेदर इज लाइक दिस घरि पानी आउँछ घरि स्नोफल हुन्छ घरि यस्तो हुन्छ कि हामी नो वाट इज लेट्स गो अब हाई अगेन हामी चाहिँ अब हुमखोलाबाट चाहिँ तातो पानी गइरहेछौँ पानी पर्दैछ यहाँ चाहिँ ड्याम यस्तो ब्युटिफुल छ यहाँ चाहिँ ड्याम छ जाडो भइसक्यो मान्छेलाई हाई गाइस हामी चाहिँ आज बिहान काठमाडौँ पुगेर हामी सुतेर उठेँ उहाँ चाहिँ मोबाइलमा बिजी हुनुहुन्छ हाम्रो ट्रेक चाहिँ सक्यो बाई भन्नु बाबा